राष्ट्रिय लोकतन्त्र व्यवसायी सङ्घको यो 7औं वार्षिक साधारण सभाको प्रमुख अतिथि यसै संस्थाका संस्थापक अध्यक्ष आदरणीय चुडाबहादुर कार्कीज्यू र विशेष अतिथि होटल महासङ्घका संस्थापक अध्यक्ष हामी सबैको अभिभावक आदरणीय कमरेड भुजेल दाजु, त्यस्तै गरी त्यसै संस्थाका पूर्व सल्लाहकार आफैमा व्यवसायी राजु थापा सर, संस्थाका सल्लाहकार नवराज पाण्डे सर र त्यसै संस्थाका निवर्तमान अध्यक्ष र आजको सम्मानित व्यक्तित्व भर्खरै मात्रै होटल महासङ्घको सदस्यता प्राप्त गर्नुहुने हाम्रो गुरुराज कुनालज्यू, त्यस्तै गरी संस्थाका सल्लाहकार शङ्कर गुरगाईज्यू, संस्थाका पूर्व महासचिव तथा सल्लाहकार प्रेम श्रेष्ठज्यू लगायत नेपाली होटल व्यवसायीबाट पाल्नुभएका अध्यक्ष गणेश ढकाल, गोर्खापुरीबाट पाल्नुभएका रविन्द्र सुवेदी तथा दिपेन्द्र साई, डिभाइन वाइनबाट पाल्नुभएका हाम्रो विष्णु खड्काज्यू लगायत कृष्णहरि अधिकारीज्यू लगायत विभिन्न सङ्घ संस्थाबाट पाल्नुभएका तपाईँ अध्यक्ष तथा प्रतिनिधि र यो 7औं वार्षिक साधारण सभालाई सफल पार्नको लागि हामीले प्रत्येक व्यवसाय सदस्यबाट एक-एकजना सदस्य सञ्चालक प्रतिनिधिको रूपमा चाहिँ आइदिनुहोस् भनेर निमन्त्रणा गरेका थियौँ। त्यो निमन्त्रणामा पाल्नुहुने तपाईँ समस्त समादरणीय व्यवसाय मित्रहरू, पत्रकारहरू र यो संस्थामा नयाँ सदस्यको रूपमा थपिनुभएका व्यवसाय सदस्यहरू र आजका सम्मानित कर्मचारीहरूमा म संस्थाको अध्यक्ष र दिपसागरको थापाको तर्फबाट यो प्रचण्ड गर्मीमा शीतल अभिवादन टक्राउन चाहन्छु। हामी रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने मान्छे हो। जब साँझको 7 बज्छ हामीलाई गुड मर्निङ हुन्छ, जब मध्यरातको 2 बज्छ हामी धेरै जाग्छौँ, अझै समय नघड्के हुन्थ्यो जस्तो लाग्छ, 1:30 बजे आउने पाहुनाले दोरी बन्द नगर्दै हुन्थ्यो भन्छौँ। त्यसैले हामी सञ्चालक कर्मचारीहरू झन्डै कहिलेकाहीँ त्यो बिहानको मिरमिरेमा घरतिर फर्किनु पर्ने हुन्छ। त्यसैले यो साधारण सभा बिहानको 11 बजे कार्यक्रम राख्दाखेरि तपाईँहरूलाई अलिकति समय अनुकूल भएन होला, त्यसमा म माफी चाहन्छु। तर हामीले अनुरोध गरेर बोलाएका हाम्रा अतिथि, विशेष अतिथि, प्रमुख अतिथिको लागि उहाँहरूको समयलाई ख्याल गरेर बिहानको 11 बजे कार्यक्रम राखेका थियौँ। उहाँहरू समयमै आइदिनु भयो, तर हाम्रो व्यवसाय साथीहरू अलिकति ढिलो हुनुभयो, त्यसप्रति म माफी माग्न चाहन्छु। अब धेरै कुराहरू आइसकेको छ, प्रमुख अतिथिज्यूले भनिसक्नुभयो। यो द्वन्द्वकालमा एकातिर पुलिस र आर्मी प्रशासनबाट डरै डर, उतातिर व्यवसायीहरू र माओवादीको फेरि थ्रेटन धम्की, यी विभिन्न किसिमका बावजुदबाट तपाईँहरूले राष्ट्रिय लोकतन्त्र व्यवसायी सङ्घलाई जन्माएर हुर्काएर अहिले यो हाम्रो नयाँ कार्य समितिले जुन किसिमको एउटा जिम्मेवारी दिनुभएको छ, त्यो सबै जिम्मेवारी हामीले निर्वाह गर्न त सकेनौँ होला। संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, निवर्तमान अध्यक्षज्यूलाई म अनुरोध गर्न चाहन्छु, तर तपाईँहरूले दिनुभएका जिम्मेवारीलाई चाहिँ सकेसम्म राम्रो गर्ने कोसिस हामीले गरेका छौँ। संस्थाबाट नराम्रो काम चाहिँ हामी गर्ने छैनौँ भन्ने तपाईँहरूकै हातबाट तपाईँले दिनुभएका शपथ पत्रबाट हामीले वाचा कसम खाइसकेका छौँ। त्यसैले म यति भन्न चाहन्छु, अहिलेको संस्था पहिलाको संस्थाभन्दा केही परिमार्जित र व्यवस्थित भएर गएको कुरा चाहिँ म यहाँलाई जानकारी गराउन चाहन्छु। सायद त्यो समयले गर्दाखेरि होला। अहिले हिजोका पूर्व महासचिवले भन्नुभए जस्तै 9वटा दोहोरी साथबाट सञ्चालन गर्नुभएको यो संस्था आज ठ्याक्कै संस्थामा रिनो गरेर बस्नुभएका केही दोहोरी व्यवसायहरू सञ्चालनमा नआएका तर संस्थामा रिनुभएका 61वटा पुगेको छ भने बेलुका 7 बजेपछि चाहिँ बाजागाजा घन्काएर पाहुनाको चाहिँ प्रतीक्षामा बस्ने 54वटा दोहोरी साँझहरू चाहिँ पूर्ण सञ्चालनमा रहेको कुरा यहाँ जानकारी गराउँदछु। अब यति कुरा हो, तपाईँले 9वटा दोहोरी साँझमा गर्नुभएका अभिभावकले
जुन किसिमको एउटा केयर गर्नुभएको थियो, अहिले हामी 54वटामा हामीलाई पनि गाह्रै छ दाइ। महासङ्घका संस्थापक अध्यक्षले भन्नुभए जस्तै एउटा आचार संहिता निर्देशित व्यवसायीहरूसँग एउटा पालना गरेर जाऊँ भन्ने कुराहरू दाइहरूले भन्नुभएको छ। नयाँ दोहोरी व्यवसायलाई खोल्न पाउनुहुन्न भन्ने हामीसँग अधिकार छैन, त्यो वडाले स्वीकृति दिनुहुन्छ। तपाईहरु आफू खुसी, कसैले 15 लाख रुपियाँ लगानी गर्नुभयो, कसैले 10 लाख गर्नुभयो, कसैले करोड गर्नुभयो। तर जब तपाईँ एउटा खाली ठाउँ, खाली सटर, खाली स्पेस पाइसकेपछि, लाखौं करोड लगानी गरिसकेपछि तपाईँ त्यतिखेर राष्ट्रिय लौहद्वार व्यवसायलाई सम्झिनुहुन्छ। जतिखेर तपाईँ दोहोरी व्यवसाय सञ्चालन गरेर त्यहाँ चाहिँ तपाईले भगवान ठान्नुभएका पाहुनाले आएर दानवको व्यवहार गर्यो भने तपाईहरु केही समय ढिलाइ अथवा त्यहाँको झैझगडाले प्रहरी प्रशासनले तपाईलाई दुःख अप्ठ्यारो दिइसकेपछि अनि तपाईँ बल्ल सम्झिनुहुन्छ, ओहो व्यवसाय सङ्घ छ रे, व्यवसाय सङ्घ सदस्यता लिनुपर्छ भन्ने कुरा लिएर आउनुहुन्छ। त्यो कुरा हामीले तपाईलाई कसैलाई नैनास्ती गरेका छैनौँ। तपाईहरु सबैजना सदस्य बनेर आउनु भएको छ। यो राष्ट्रिय लौहद्वार व्यवसाय सङ्घ तपाईहरुकै सङ्घ हो। आज म अध्यक्ष हुँदा भोलिका अध्यक्षहरू तपाईहरु हुनुहुन्छ। यदि तपाईले व्यवसायको चाहिँ निर्देशनलाई पालना गर्दै अनुशासनमा रहेर व्यवसाय सञ्चालन गर्दै आउनुभयो भने पक्कै पनि भोलिका अध्यक्षहरू तपाईहरु हुनुहुन्छ। त्यतिखेर हामी पनि पूर्व अध्यक्षको तर्फबाट तपाईलाई बधाई शुभकामना दिउँला। तर मेरो यति भनाइ हो, राष्ट्रिय लौहद्वार व्यवसाय सङ्घले अघिल्लो असारको 11 गतेदेखि साउनको 9 गतेसम्म प्रत्येक दोहोरीमा तपाईहरु सञ्चालक र कर्मचारीलाई राखेर राष्ट्रिय लौहद्वार व्यवसायले आगामी गर्ने कार्ययोजना लगाई हामीले चाहिँ केही निर्देशनहरू तपाईलाई दिएका छौँ। उमेर नपुगेका कर्मचारीहरू नराखिदिनु होला। पाहुनाको हकमा सुरुमा आइसकेपछि उहाँलाई मेनु देखाएर मात्रै खाना अर्डर गरिदिन अनुरोध गरेका छौँ। टेबल सेयर नगरिदिनु होला, ओभर बिलिङ नगरिदिनु होला। र कहिलेकाहीँ प्रशासनको इन्चार्ज फेरबदल हुँदा उहाँहरूको आचरण अनुसार हामीलाई समस्या पर्ने गर्छ। योभन्दा अघिल्लोको प्रशासन, त्योभन्दा अघिल्लो प्रशासन इन्चार्जले हामीसँग सहकार्य गर्दाखेरि केही संस्था अपनाउने गरी निवर्तमान अध्यक्ष गुणराज खनालजीले चाहिँ संस्था प्रदान गरिदिनु भएको थियो राजा खड्काको पालामा। त्यसपछि त्योभन्दा पछिल्लोचोटि आउने प्रहरी प्रशासनका इन्चार्जले हामीलाई केही दुःख दिएकै हो। हामीले बेसकन भरपुर उहाँसँग संस्था अपनायौँ। संस्थागत हिसाबले गर्नुपर्ने संस्थाको सहयोगहरू बेसकन गऱ्यौँ। तर संस्थाका सहयोग पनि लिने र व्यक्तिगत रूपमा चाहिँ व्यवसायीले छानी फोन गरेर बोलाएर र तपाईहरु गइदिनु भएन भने केही साथीहरूलाई मुद्दा चलाउनेसम्म पनि काम गरे। त्यो बिचमा उहाँ र हाम्रो बिचमा चाहिँ केही क्लास आएकै हो, विवाद आएकै हो। त्यो कुरामा सङ्घले ठुलो चाहिँ तपाईहरुको जिम्मेवारी बोध गरेर पूर्व महासचिव तथा संस्था सल्लाहकार प्रेम श्रेष्ठजीको नेतृत्वमा हामीले केही पहल गरेका थियौँ। ती सबै कुराहरू भन्न मिल्ला नमिल्ला आफ्नो ठाउँमा छ। र जेनजी आन्दोलन पश्चात हाम्रो व्यवसाय यस्तो संवेदनशील व्यवसाय छ, देशमा कहिलेकाहीँ कोभिडको महामारी, कहिले जेनजीको आन्दोलन, कहिलेकाहीँ अनेक किसिमका घटना साथ सबैभन्दा पहिला बन्द गर्नुपर्ने हाम्रो व्यवसाय। त्यो विभिन्न किसिमको सुरक्षा दृष्टिकोणले हामीलाई त्यसरी हेर्ने गर्छ र ढिलो खोल्नेमा पनि हामी बस्छौँ। यो बावजुद पनि जेनजी आन्दोलन पश्चात हामीले धेरै घाटा सहेका छौँ। त्यसैले अघि नै व्यवसाय गर्ने व्यवसायीहरूको घर मालिकहरू तर्फबाट हामीले विष्णु पोखरेल सरको कुराबाट केही कुरा सुन्नु पर्ने थियो, त्यो राख्न सकेनौँ होला, माफी चाहन्छौँ। तर केही कुराहरू उहाँले चाहिँ हामीले सहजीकरण गरिदिनु भएको छ। बेला बेलामा घर भाडाहरू छुट गरिदिने काम गर्नुभएको छ। तर अहिले पछिल्लो समयमा प्रहरी प्रशासनको नयाँ इन्चार्ज आइसकेपछि चाहिँ उहाँले व्यक्तिगत लाभभन्दा पनि संस्थागत रूपले चाहिँ राष्ट्रिय लौहद्वार व्यवसायले पनि संस्थागत सहयोग गर्ने र उहाँले पनि संस्थागत रूपमा चाहिँ सहयोग लिने एउटा खालको सजिलोपनले गर्दा अहिले साथीहरूले सायद व्यक्तिगत रूपमा धेरै दुःख पाउनु भएको छैन। कहिलेकाहीँ अलिकति सहज हुँदाखेरि हामी व्यवसाय साथीहरू पनि भावनामा अथवा समयको ख्याल नगर्दा तपाईहरु केही 1-2 घन्टा 10-15 मिनट ढिलो व्यवसाय सञ्चालन गर्दाखेरि तपाईहरु चौकीतिर पुग्नु भएको छ भने फेरि त्यतिखेर
व्यवसायिक साथीहरू उपस्थित भएर तपाईँले सहयोग गर्ने क्रममा अहिलेको प्रहरी प्रशासनले राम्रै सहयोग गरेको जस्तो लाग्छ। मात्रै मैले यहाँलाई के अनुरोध गर्छु भने हामीले निर्देशन गरेका केही निर्देशिकाहरू तपाईँले पालना गरिदिनु भयो भने हामीले पक्कै पनि यहाँलाई तपाईँले व्यवसायमा सहज हुन्छ भन्ने मात्रै आशा गरेका छौँ। तर अहिलेको पछिल्लो बदलिँदो समय परिस्थिति, नयाँ सरकार र अमेरिका, इजरायल र इरानको यो विश्व युद्धले गर्दाखेरि विदेशबाट आउने साथीहरू चाहिँ हवाई मार्गबाट नेपालमा आइ नपुगेको र यहीँ भएका व्यवसाय साथीहरूले पनि राम्रोसँग व्यवसाय गर्न नसकेको र केही साथीहरू दोहोरी साँचहरू लगाई मनोरञ्जन र यो विलासिताका ठाउँहरूमा गएर खर्च गर्दा पनि सरकारले खर्च कसरी गर्यो भनेर इन्कम सोर्स खोज्ने कारणले गर्दाखेरि त्यस्ता व्यवसाय, त्यस्ता हाम्रा चाहिँ पाहुनाहरू हाम्रो व्यवसायसम्म नआइपुग्दा अहिले हाम्रो व्यवसायहरू चाहिँ सङ्कटको अडिगमा छ र केही नयाँ व्यवसाय साथीहरूले फेरि तडक भडकका साथ व्यवसायहरू सञ्चालन गर्दा पुरानो अनुशासित र नियम निर्देशकलाई पालन गर्दै गरिरहेका व्यवसाय साथीहरू फेरि त्यहाँ चाहिँ मार पीडामा परेका कुराहरू पनि हाम्रो माझमा गुनासो आएका छन्। नयाँ साथीहरूले चाहिँ पुरानो व्यवसायका गएर स्टाफ फकाएर लगिदिने, 2-4 पैसा चाहिँ बढाएर लगिदिने गर्दाखेरि ती साथीहरूले चाहिँ भाउ खोजेर, कर्मचारीले भाउ खोजेर नयाँ साथीहरूकोमा गइदिने र पुरानो साथीहरूकोमा चाहिँ कलाकार नआउने, डाइनिङ नआउने, किचनको नआउने गर्दा ती गुनासोहरू लिखित रूपमा चाहिँ हाम्रो व्यवसायमा आइपुगेका छन् र केही साथीहरूले अन्धधुन्ध ती कर्मचारीहरूको चाहिँ कार्यक्षमता नबुझिकन 10,000 खाने कर्मचारीलाई 15,000 17,000 बनाइदिने, 15,000 17,000 खाने साथीहरूलाई 22,000 25,000 बनाएर लगिदिने, 3-4 महिना 6 महिनासम्म चाहिँ तपाईँले चाहिँ आफ्नो व्यवसाय सञ्चालन गरेर तलब दिने, त्यसपछि फेरि तलब दिन नसकेर व्यवसाय साथीहरू भाग्ने, ती कर्मचारीहरू फेरि लिखित रूपमा चाहिँ राष्ट्रिय लोकदोहोरी व्यवसाय सङ्घभित्र चाहिँ निवेदन दिएर हामीले तलब उपलब्ध गराए पाम भनेर चाहिँ ती निवेदनहरू परेका छन्। केही साथीहरूको नाम प्रशासनमा पनि पुगिसकेको छ। त्यसैले मेरो विनम्र अनुरोध छ, साथीहरू त्यस्तो नगर्दैन होला र मैले तपाईँहरूको प्रत्येक व्यवसायमा आएर भावी योजनाहरू प्रस्तुत गरेका थियौँ। त्यो व्यवसाय अन्तर्गत हामीले धेरै कार्यक्रमहरू पुरा गरिसकेका छौँ, केही कुराहरू बाँकी छ। यो वार्षिक साधारण सभा पनि यतिखेर आएर गर्नुहुन्न, त्यो कुरा हामीलाई पनि थाहा छ। तर जेनजी आन्दोलन पश्चात हाम्रो व्यवसायहरू बन्द हुँदा हामीले योजनाबद्ध तय गरेका कार्यक्रमहरू समयमा गर्न सकेनौँ, त्यसमा फेरि पनि म माफी चाहन्छु। तर हाम्रो व्यवसायी र कर्मचारीलाई प्रमोट हुने हिसाबले आज 4-4जना कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम राख्यौँ। यो त थालनी मात्रै हो। अब प्रत्येक वार्षिक साधारण सभा र अधिवेशनहरूमा यसरी नै प्रत्येक व्यवसायीहरूलाई हामीले एउटा पत्रमा तपाईँहरूका कर्मचारीहरू कहिलेदेखि कति वर्षदेखि चाहिँ कार्यक्रममा अथवा आफ्नो सेवामा चाहिँ आबद्ध भएका हुन् त्यो डिटेल माग्ने छ र त्यो डिटेलको आधारमा हामीले यसै गरी 4-4जनालाई सम्मान गर्दै जानेछौँ र व्यवसाय साथीहरूलाई पनि व्यवसायमा टेवा पुर्याए बापत हामी सम्मानको कार्यक्रमहरू लानेछौँ। हामीले केही यहाँलाई भर्खरै मात्रै मेडिकल किट र आगो लागि अथवा भविष्यमा हुने समस्याका समाधानका लागि फायर एक्सटिङ्ग्विसर अस्ति भर्खर बाँड्यौँ। अब एजिएम पश्चात हामी तपाईँहरूलाई छिट्टै तपाईँहरूको व्यवसायको इन्सुरेन्स गराउनेछौँ। सम्पूर्ण व्यवसायले आफ्नो व्यवसाय चाहिँ समयमा रिन्यु गरिदिनु होला र ती कागजपत्र सहित हाम्रो सङ्घमा आफ्नो कागजपत्र र कर्मचारीहरूको डिटेल बुझाइदिनु होला। मैले यति अनुरोध गर्छु र आगामी दिनमा फेरि तपाईँहरूको साथ र सहयोगको साथ थुप्रै कार्यक्रमहरू योजनाहरू ल्याउने बाचा र प्रतिबद्धता गर्दै यहाँहरू भोगाइसक्नु भएको छ। मैले लामो बोले होला, मेरा भनाइहरू यहीँ अन्त्य गर्दै र आजको कार्यक्रम र पहिलो उद्घाटन कार्यक्रम यहीँ समाप्त भएको घोषणा गर्दछु। यहाँहरू सबैजना खाना खानको लागि सहयोग भइदिनु होला र सम्पूर्ण व्यवसायिक प्रतिनिधिहरू चाहिँ खाना खाइसकेपछि बन्द सत्रमा उपस्थित भइदिनु होला। त्यो बन्द सत्रमा महासचिव र अध्यक्षका प्रतिवेदनमा हामी नवनिर्वाचित भएर आएका सम्पूर्ण प्रतिवेदनहरू तपाईँहरूको बिचमा प्रस्तुत गर्नेछौँ र आर्थिक रूपमा अहिलेसम्म के कति आम्दानी भयो र खर्च के कति भयो
त्यो कार्यक्रम पनि हामी प्रस्तुत गर्नेछौँ र मैले गोर्खापुरीबाट हामीलाई सधैँ उपलब्ध हुने गिलास, अफर कार्ड, त्यस्तै गरी आयर बक्स, के अरे आइस बक्स, यस्ता कुराहरू चाहिँ प्रस्तुत हुने गर्छ। हाम्रो दिपेन्द्र साई हुनुहुन्न के ल उठिदिनुहोस् त, एकचोटि दिपेन्द्रजीले ताली बजाइदिनु होला। साथीहरू, हामी निर्वाचित भएपछि एकचोटि मात्रै सङ्घको खर्चमा एउटा अनुरोध पत्र छापेका छौँ, नत्र बाँकी सबै युवकले हाम्रो उपलब्ध गराइदिएको छ। गिलास एकचोटिमा दुई बक्स बाँड्नु पर्ने हो। अस्तिचोटि एउटा भएको छ, दिपेन्द्रजीलाई सुनाइदिन्छु। बाँकी सबै उहाँले चाहिँ फेरि उपलब्ध गराउने कोसिसमा छौँ। र पहिला कुलरहरू, फ्रिजहरू बाँड्ने कुराहरू थियो, त्यो अब नयाँ सदस्यलाई फेरि कुरा 5-6वटा उपलब्ध गराउँछु भन्नुभएको छ। एकचोटि दिपेन्द्रजीलाई जोरदार ताली बजाइदिनु भएको। अनि अर्को नयाँ चाहिँ हामीसँग अर्को नयाँ कम्पनी जोडिनु भएको छ डिभाइन वाइनबाट। डिभाइन वाइनले चाहिँ हामी राष्ट्रिय लोकदोरी व्यवसायसँग टाइप अप गरेर हामीले व्यवसायलाई केही आर्थिक सहयोग गर्ने र ती आर्थिक सहयोगहरूबाट तपाईँलाई चाहिँ हामीले विभिन्न किसिमका सेवा प्रदान गर्ने। व्यवसाय साथीहरू, म के अनुरोध गर्छु भने तपाईँहरू जम्मा एकचोटि 6,000 तिरेर सदस्य बन्नु भएको छ। त्यसपछि हामीले अधिवेशनमा वर्षको एकचोटि 1,000 गरेर, त्यतिखेर 2 वर्ष 3 वर्ष अधिवेशन भयो भने 3,000 लिएर हामी लिने गर्छौँ। नत्र बाँकी तपाईँहरूसँग हामी केही पनि पैसा दिएको हुन्न, तर राष्ट्रिय लोकदोरी व्यवसायले प्रदान गर्ने कुराहरू चाहिँ हामी तपाईँलाई पुरा गरिराखेका छौँ। डिभाइन वाइनले यो वर्षबाट हामीलाई 10 लाख सहित र आगामी कार्यक्रममा सहयोग गर्ने र बढाउने शर्तमा डिभाइन वाइन श्री महाकाली वाइनका म्यानेजर व्यवस्थापक हाम्रो विष्णु खड्काजी पाल्नु भएको छ। एकचोटि उठिदिनु अनुरोध गर्छु, प्लिज सर, ताली बजाइदिनु होला। र हाम्रो एरिया हेर्ने चाहिँ आफैमा कलाकार कृष्ण हरि अधिकारीजी हुनुहुन्छ, आफैमा सङ्गीतकर्मी सङ्घ हुनुहुन्छ, उपाध्यक्ष पनि हुनुहुन्छ, यहाँ पनि बधाई छ। त्यस्तै गरी एक्सट्रिम भन्ने सुन्नु भएको छ र बहुत अहिले विज्ञापन गर्ने एक्सट्रिम पनि राष्ट्रिय लोकदोरी व्यवसायको यो गतिविधिहरू हेरेर उहाँहरू हाम्रो व्यवसायसँग जोडेर आउनु भएको छ। त्यो हामीले धेरै खोजेका थियौँ, उहाँलाई भेटेका थिएनौँ, त्यसपछि हामीले वास्ता गरेनौँ। तर अहिले उहाँहरू आफै हाम्रो सङ्घका महासचिव, सचिव अनि सदस्य हाम्रो उत्तम भण्डारीलाई खोज्दै आउनु भएको छ। हिजो असाध्यै राम्रो खालको कुराकानीहरू लिएर जानुभएको छ। सम्भवतः एक्सनले पनि ती कुराहरू ल्याइदिएला, उहाँसँग सम्झौतामा जानेछौँ। ती कुराहरू भयो भने अब हामीले व्यवसायहरूले, तपाईँ व्यवसायहरूलाई हामी यसरी साधारण सभामा दोहोरीका मात्रै कुरा गर्दैनौँ, व्यवसाय कसरी चाहिँ गर्ने भन्ने खालको व्यवसाय प्रशिक्षणहरू पनि हामी 3 स्टार 5 स्टार होटलमा लगेर गर्ने कि भन्ने हाम्रो सोच छ। र तपाईँहरूको यदि म्यान्डेट पायो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टुरमा पनि लैजाने भन्ने हामीले एउटा सोच बनाएको छौँ। त्यो चाहिँ 15 सत्रमा हाम्रो केही प्रस्तावनाहरू छ। तपाईँले बहुमतले ताली बजाएर पारित गरिदिनु भयो भने हामी त्यतातिर जोडिनेछौँ। र एउटा स्पिड कम्पनी इनर्जी स्पिड ड्रिङ्कले चाहिँ हामीसँग वार्षिक 4 लाखको चाहिँ एग्रिमेन्ट गरेको थियो। उहाँले 1 लाखको सामान उपलब्ध गराइसक्नु भएको र 50-60 हजारको चाहिँ गिलास उपलब्ध गराउनु भएको। तर उहाँसँग हाम्रो एउटा एग्रिमेन्ट जुन चेक थियो त्यो साटिएको छैन। त्यसैले त्यो कन्टिन्यू जान्छ कि जाँदैन भन्ने त्यो चाहिँ पर्खाइमा छ है साथीहरू। त्यो चाहिँ को सदस्यले भन्नुहुनेछ। म यति भन्दै अब सबै साथीहरूलाई, अतिथिज्यू, विशेष अतिथि, प्रमुख अतिथि लगायत सम्पूर्ण व्यवसाय मित्रहरूलाई खानाको लागि पनि अनुरोध गर्छु। म साथीहरूलाई खानाका लागि अनुरोध गर्छु। खाना राम्रै किसिमको व्यवस्था गरेको छ, महँगै खाना परेको छ, त्यसैले खाना चाहिँ खाइदिनु अनुरोध गर्छु। खाना खाइसकेपछि चाहिँ तपाईँहरूले अति नै महत्त्वपूर्ण बन्द सत्रमा, यो उद्घाटन सत्रमा बोल्न नमिलेका कुराहरू त्यतिखेर भन्नु पाइनेछ, बोल्न पाइनेछ। तपाईँले पनि आफ्नो राय सल्लाहहरू हामीलाई दिन सक्नुहुनेछ। त्यसैले साथीहरू खाना खाएर नगइदिनु होला। आजको बन्द सत्रका केही महत्त्वपूर्ण प्रस्तावनाहरू: महासचिवको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्षजीको आर्थिक प्रतिवेदन, विधानमा हिजो 9वटादेखि 17-18 दोहोरी हुँदाखेरि हाम्रो आदरणीय अग्रज कार्य समितिले बनाउनु भएको विधान आज 61वटा दोहोरी पुग्दाखेरि केही त्रुटिहरू देख्यौँ, हामीले अध्ययन गऱ्यौँ। यदि ती विधानलाई केही कुराहरू चाहिँ
संशोधन गरेर जानुपर्छ कि भन्ने कुराहरू चाहिँ हामीले प्रस्तावमा राखेका छौँ। संशोधन प्रस्तावमा यदि तपाईँले ताली बजाएर म्यान्डेट दिनुभयो भने ती कुराहरू पनि हामी आजको प्रस्तावनामा राखेका छौँ। र व्यवसायलाई एउटा चाहिँ व्यवसायलाई अन्यथा नमान्दिनु होला। हिजो 11 बजेसम्म सञ्चालन हुने दोहोरी 12 बजे पुर्याइदिनु भयो, 12 बजेबाट 2 बजे पुर्याइदिनु भयो। र अघि हाम्रो होटल नेपाली होटलका अध्यक्षले भन्नुभयो जस्तै किन पाहुनाहरू चाहिँ बसपातिर नबसेर ठमेल दरबारतिर जान्छ भन्नुभएको छ। त्यतातिरको दोहोरी सङ्ख्याभन्दा हाम्रोमा धेरै छन्। त्यसैले केही होटलका साथीहरू त हाम्रो दोहोरीतिर छिरेको थाहै हुँदैन। एउटै घरमा 3-3वटा दोहोरी साँझ भएको हुनाले हामीसँग चाहिँ पाहुनाहरू कमी जस्तो देखिन्छ, तर धेरै नै छन् होइन। तर अलिकति व्यवस्थित भएर जानुपर्ने चाहिँ हामीले देखेका छौँ। तर व्यवस्थामा हामीले कुनै दोष राखेका छैनौँ। साउन्ड प्रुफलाई हामीले अनिवार्य चाहिँ भनेका छौँ। सबै साथीहरूले साउन्ड प्रुफ गरेका छन्, सिसी क्यामेरा राखेका छन्। हाम्रो प्रत्येक दोहोरीहरूमा चाहिँ लग्जरी सोफा राखेका छौँ। यी कुरालाई सुधार्ने कुरामा हामी कमी छैनौँ। जो साथीहरूले भनेका बाहिर दोहोरीमा जानुहुन्छ ती दोहोरीहरूमा भन्दा हाम्रो सुविधा सम्पन्नमा कमी छैनन्, अझै हामी सुधार्दै लानेछौँ। तर यति हो, आउनुभएका पाहुनालाई हामीले अझ व्यवस्थित किसिमले पुरस्कृत गरेर एउटा पाहुना बनाएर आउनुहुन्छ र मित्रता बनाएर लैजाने कुरामा हामी यहाँहरूसँग हातेमालो गरेर जानेछौँ। त्यस्तै गरी लेखा परिषद नियुक्ति गर्ने सम्बन्धमा अडिटर नियुक्ति गर्ने क्रममा पनि तपाईँसँग हामी प्रस्तावना लिएर आएका छौँ। त्यसै गरी 2 वर्षदेखि हाम्रो मूल्य सूची बढेका छैन, मेनु बढेको छैन। तर यसपालिको बजेट भाषणमा सबै कुराहरूको मूल्य बढेको हुनाले तपाईँहरूसँग चाहिँ त्यो प्रस्तावना लान्छौँ र तपाईँले चाहिँ मूल्य बढाउनुपर्छ भन्ने खालको प्रस्तावना पास गरिदिनु भयो भने हामी मेनुमा मूल्य बढाएर 61वटै दोहोरीलाई पुग्ने गरी हामी मेनु वितरण गर्नेछौँ। र केही विविधहरू छन्, ती विविधमा चाहिँ त्यही फेरि केही कुराहरू आउनेछ। यति भन्दै राष्ट्रिय लोकदोहोरी व्यवसायी सङ्घभित्र आबद्ध भएका व्यवसाय सदस्यहरू अहिलेका बौद्धिक हुनुहुन्छ, बुद्धिजीवी हुनुहुन्छ। यदि दोहोरी व्यवसायबाट पनि अर्को व्यवसाय गर्नु पऱ्यो भने धेरै सोच्नु भएको छ। अर्को व्यवसाय जाँदाखेरि लाखौँ लगानी गर्नुपर्छ भने अहिले सञ्चालन गरेको व्यवसायलाई व्यवस्थित गरेर लैजानुपर्छ भन्ने कुरामा तपाईँहरू पोख्त हुनुहुन्छ। त्यसैले एकजना पनि प्रतिनिधिहरू खाना खाएर घर नगइदिनु होला। घर गइदिनु हो भने तपाईँ महत्त्वपूर्ण कार्यक्रममा छुट्नुहुनेछ। तपाईँले यो साधारण सभामा सोध्नुपर्ने भन्नुपर्ने कुराहरू यहाँ नसुनेर तपाईँले टेलिकम चोक र कुनै चोकमा गएर तपाईँले यो कुरा किन गर्नु भएन भने तपाईँलाई हामी उल्टो जवाब दिनेछ। तपाईँ साधारण सभामा किन बस्नु भएन भन्नेछ। तपाईँ जस्तै हामी पनि व्यवसायी हो। हामी कार्य समितिको चाहिँ ठुलो मान्छे भनेर हामी छिट्टै घर गएर सुतेका छैनौँ साथीहरू। 2:30-3 बजेसम्म तपाईँहरूको के सूचना आउँछ, कहाँ लफडा भयो, झगडा भयो कि पुलिसले कसलाई उठायो कि भन्ने कुरामा हामी प्रतिबद्धता छौँ। तर त्यो कुरामा तपाईँले पनि सहयोग गर्नुहुनेछ। हामी एउटा सेल्फ डिफेन्स साथीहरू बढाएर व्यवसायी साथीहरूलाई सहजता होस् भनेर कोही पाहुनाले तपाईँलाई त्यहाँ खालको थ्रेटन झगडा भयो भने हामीले मेसेज हालेको 10देखि 15 मिनटमा 20-25 जना साथीहरू उपस्थित भएर सञ्चालकहरूलाई सुरक्षा दिएर, कर्मचारीलाई सुरक्षा दिएर पाहुनाबाट कसरी बिल सजिलो गराउने र व्यवसायलाई कसरी मर्यादित गराउने भन्ने कुरामा हामी एकदम कटिबद्धता छौँ। हामीले प्रहरी प्रशासन क्युटीलाई बोलाएर हुन्छ कि पुलिसलाई बोलाएर हामी त्यो कुराहरू गरिराखेका छौँ। तर कतिपय साथीहरूको के छ भने तपाईँहरू ठ्यास मेसेज हालिदिनुहुन्छ, मेरो दोहोरीमा लफडा भयो आइदिनु भयो भन्नुहुन्छ। हामीलाई लगभग दर्जनौँ 20औँ चोटि बोलाउनु भएको छ। तर अर्को दोहोरीले समस्या पर्दा चाहिँ तपाईँहरू आउनु भएको छैन। तपाईँ पनि जानुपर्छ है साथीहरू। तपाईँहरू जानु भएन भने 1 चोटि 2 चोटि 3 चोटि 4 चोटि त ती व्यवसायी र साथीहरू आउलान्। अर्कोचोटि दुःख पर्दा फेरि त अर्को व्यवसाय चाहिँ आउनुहुन्न है। त्यसैले यति कुरा मैले यहाँलाई भन्दै यो पहिलो उद्घाटन समारोह समाप्त भएको घोषणा गर्दछु। धन्यवाद।